हामी चाहिँ लिखु गाउँपालिका ओखलढुङ्गाको लिखु गाउँपालिका वार्ड नम्बर 8 को टारकेराबारीमा स्थित कुण्डलेश्वर महादेव मन्दिरमा छौँ र यो मन्दिर चाहिँ गुफाभित्र छ। यो हलेसीलाई झन्डै झन्डै बिर्साउने गरी हलेसी जस्तै हलेसी अलि ठुलो आकारमा छन्, तर यो सानो आकारमा भयो भने हलेसी जस्तै यहाँको स्वरूपहरू देखियो। थुप्रै मूर्तिहरू, थुप्रै चाहिँ रूप रङ्गहरू हेर्दाखेरि एकदमै भिन्न प्रकृतिको चाहिँ यहाँ गुफा देखियो र यो गुफाभित्र महादेव मन्दिर यहाँको स्थानीय जनताहरूको भनाइअनुसार चाहिँ यहाँ अब कुण्डलेश्वर महादेव मन्दिर हो यो र यहाँ उहाँको निवास छ। पार्वती, विष्णु लगायतका अरू भगवानहरूको पनि यहाँ मूर्तिहरू छन्। हामीले प्रदेश सरकारको तर्फबाट यो एउटा पर्यटकीय गन्तव्य पनि हो, धार्मिक पर्यटकीय गन्तव्य पनि हो, महत्त्वपूर्ण। र प्रदेश सरकारबाट करिब पटक गरेर 17 लाख रुपियाँ यहाँ आइसकेको छ र स्थानीय सरकारबाट पनि केही रकमहरू यहाँ लगानी भइसकेको छ। पालिकाबाट पनि, वडाबाट पनि केही लगानी भइसकेको छ र यो अहिले